पोखरामा चाहिँ यो राइडरहरूको अर्थात् राइडर सेयरिङको अवस्था चाहिँ कस्तो छ अनि कतिको सक्रिय छन् त उनीहरू यहाँ? अहिले पछिल्लो समयमा हामीसँग अधिकांश सक्रिय राइडरहरू धेरै हुनुहुन्छ। केही जेन्युन राइडरहरू हुनुहुन्छ, ती त यथार्थ हो, हामी सत्य नै बोल्छौँ। हामीले अहिले राइडरहरूलाई चाहिँ अधिकांश राइडरहरूलाई के भनेको छौँ, अधिकांश राइडरहरू जेन्युन हुनुहुन्छ, तर यो पछिल्लो समय अलिकति मार्केटमा एकदमै धेरै अफवाह फैलियो। राइडरहरूले लुटे, बढी पैसा शुल्क बढी शुल्क लिए भन्ने अवस्थाको गुनासोहरू बढी सुन्नमा आयो। हामीले ती गुनासोहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर केही हामी आन्तरिक छलफल पनि गऱ्यौँ। यो बन्दको प्रभावमा, यातायात व्यवसायीहरूको आन्दोलन हडतालको प्रभावमा आम पब्लिकहरू, आम सर्वसाधारणहरू आफै एउटा मारमा परिरहेको अवस्थामा राइडरहरूले बढी शुल्क लिएर मारमा पार्नुभयो भन्ने बढी गुनासो सुनेपछि हामीले त्यसलाई पनि अलिकति व्यवस्थापन गर्नको लागि अलिकति जमर्को गऱ्यौँ। यो अवस्था कसरी सिर्जना भयो भन्दा यातायात व्यवसायीहरू नै स्वयं आफै बाइक लिएर, इभन उहाँहरूसँग मोबाइलमा एप्लिकेसन नभएको अवस्थामा पनि ट्याक्सी चालकहरू आफै फिल्डमा उत्रिएर राइड सेयरिङ व्यवस्थालाई बदनाम गर्ने उद्देश्यसहित आउनुभयो। हामीले जहाँसम्म लाग्छ हामीले यो अपरेसनमा अधिकांश नयाँ राइडरहरू त्यसरी समातिएको पनि थियो, जोसँग एप्लिकेसन पनि थिएन कतिपय राइडरहरूसँग। हामी आम पब्लिकलाई यो पनि भन्न चाहन्छौँ, अहिले यहीँबाट भन्न चाहन्छौँ कि सकभर तपाईँहरूले अफलाइन नचढ्नुहोस्। अफलाइन चढ्दै गर्दाखेरि न तपाईँ सुरक्षित हुनुहुन्छ न राइडर सुरक्षित छ। त्यही भएर यहाँबाटै आह्वान गर्न चाहन्छौँ, सकभर राइड सेयरिङ गर्दै हुनुहुन्छ भने तपाईँ अनलाइनमा एप्लिकेसनको थ्रुबाट राइड सेयरिङ गर्नुहोस्। कम्तीमा तपाईँलाई थाहा हुन्छ कि कुन राइडरले मलाई बोकिरहेको छ। एप्लिकेसनमा उसको डाटा चाहिँ एक्सेस सबै हुन्छ। त्यही भएर भोलि तपाईँलाई भइपरि आएको खण्डमा चाहिँ तपाईँले सम्बन्धित एप्लिकेसन वा सम्बन्धित कम्पनीसँग कोअर्डिनेसन गर्न सक्नुहुन्छ, प्रशासनिक तौरबाट जान सक्नुहुन्छ। त्यो भएर सम्पूर्ण आम सर्वसाधारणहरूलाई चाहिँ हामी अनलाइनमा चढ्नको लागि आह्वान गर्छौँ। अफलाइनहरू सकभर युज नगरिदिनुहोस्। बढी शुल्क लिएको केसमा तपाईँले आफूले क्यालकुलेसन गर्नुहोस्, कतिको कुन चाहिँ राइडर जेन्युन हो, कुन चाहिँ राइडर जेन्युन होइन, आफैले फिल्टर गर्न सक्नुहुन्छ तपाईँले। यहाँले चाहिँ आह्वान त गर्नुभयो आम पब्लिकलाई, तपाईँहरूले चाहिँ अनलाइन बुक गरेर चाहिँ चढ्नु भनेर। अब कस्तो हुन्छ भने अनलाइन बुक गर्नका लागि सबैजना यात्रुहरू त्यो एउटा चाहिँ एक्सेसमा हुन्छन् भन्ने पनि छैन, अर्थात् त्यो एउटा भूमिकामा उनीहरू हुन सक्छन् या चाहिँ सबैजनासँग त्यो खालको मोबाइल या चाहिँ होइन इन्टरनेटका कुराहरू या त्यो बुक गर्न जान्ने कुराहरूको पनि आउँछ। र अर्को एउटा कुरा चाहिँ मलाई जोड्न मन लागेको, जस्तै काठमाडौँमा या चाहिँ देखियो भने चाहिँ मोबाइल स्कुटर या चाहिँ आफ्नो भेहिकलमा अगाडिपट्टि एउटा मोबाइलको एप्लिकेसन राख्ने स्ट्यान्ड देखिन्छ। त्यो चाहिँ या चाहिँ होइन त्यो इनड्राइभ हो या चाहिँ राइडर सेयरिङ हो भने चाहिँ थाहा हुन्छ। पोखरामा त्यो देख्ने अवस्था चाहिँ त्यो देखिएको छैन, त्यो अवस्था चाहिँ छैन। नत्र भने त्यही व्यक्तिलाई सम्पर्क गर्न सकिन्थ्यो, अर्थात् ठाउँमा गएर त्यो राइडर हो भनेर थाहा हुन्थ्यो नि त। तर त्यो चाहिँ हुन सकेन पोखरामा। त्यसको लागि चाहिँ यहाँले चाहिँ के अपनाउनु भएको छ त? यो अहिले हालसम्मको लागि चाहिँ खास त वास्तवमा म यसरी क्लियर पार्न चाहन्छु कि राइड सेयरिङ देखेर यो राइडर हो भनेर पत्ता लगाएर राइड गर्ने अवस्थाको सिस्टम हुँदै होइन। पहिलो कुरा त यो बिल्कुलै अनलाइनको थ्रुबाट, अनलाइनमा एप्लिकेसनबाट कुनै एउटा राइडरलाई बुक गरेर आफ्नो निश्चित गन्तव्य तय गर्ने सिस्टम हो। पछिल्लो समय देशमा हुन त यो माग पनि हो। पछिल्लो समय हजुरले भने जस्तै सबैसँग इन्टरनेटको एक्सेस नहोला, सबैसँग त्यो प्रकारको मोबाइलको एक्सेस नहोला, कतिले मोबाइलमा स्ट्यान्ड राखेकै भरमा यो राइडर हो, यो इनड्राइभ पठाओ भनेर चढ्नु भएको अवस्था छ पछिल्लो समय। पोखरामा अझै पनि त्यो छैन, त्यो सिस्टम छैन, कुनै साइन छैन। हामीले यसैलाई व्यवस्थापन गरेर लैजाउँ, यिनै चुनौतीहरूलाई व्यवस्थापन गरेर लैजाउँ नै भनेर अहिले पछिल्लो समय गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर हाम्रो एउटा सङ्घर्षले एउटा गण्डकी प्रदेश राइड सेयरिङ कार्यविधि नियमावली पारित गरेका थियौँ। अहिलेसम्म हालसम्म नियमनमा थिएन। अब सरकारी तर्फबाट नियमन हुँदै गर्दाखेरि भोलि साइनका कुराहरू होलान्, कसरी चिन्ने, राइडरलाई कसरी चिन्ने भन्ने कुराहरू होलान्। यी सबै कुराहरू समावेश छन् यो अहिलेको कार्यविधिमा। यो कुरा आम पब्लिकले पनि बुझ्नु जरुरत छ र आम यातायात व्यवसायी साथीहरू, ट्याक्सी व्यवसाय समितिका साथीहरूले पनि बुझ्नु जरुरत छ। अधिकांशको गुनासो यही नै छ, कसरी चिन्ने, के गरेर चिन्ने। निश्चित सिस्टम हुन्छ, निश्चित नियमावली छ अहिलेको कार्यविधिभित्र। हालसम्म कुनै सरकारी तर्फबाट नियमन नभएकै हुँदा नै यो भद्रकोल र यो अवस्था आएको हो। हामीले त्यसैलाई व्यवस्थित गरेर लैजाउँ भनेर नै अहिले कार्यविधि ल्याएका थियौँ। तर विडम्बना अहिले कार्यविधि केही समयको लागि होल्डमा छ। पक्कै पनि त्यो कार्यविधि यहाँहरूले चाहिँ होइन के हिसाबले चाहिँ यहाँहरूको यात्रा अगाडि तय पक्कै पनि होला।